सो हेलो एन्ड नमस्ते सबैजनालाई। सबैजना सन्चै र राम्रै हुनुहुन्छ होला। म पनि एकदम फिट एन्ड फाइन छु है। आज चाहिँ म भ्लग स्टार्ट गर्दैछु है। धेरै दिन भयो भ्लग स्टार्ट नगरेको। अनि म चाहिँ अहिले कहाँ जाँदैछु भने डेलिभरी गर्नु जाँदैछु होइन। डेलिभरी गर्नु जाँदैछु रजिन भन्ने ठाउँमा जाँदैछु है। त्यसमा चाहिँ अलिकति टाढा छ, 20-25 मिनट जति लाग्छ है। त्यो भएर आज चाहिँ छोटो मिठो भ्लग बनाइदिउँ कि भनेर हिँड्दा छ होइन। म चाहिँ मेरो डेलिभरी चाहिँ यसमा छ है, गाडीमा हो है। डेलिभरी जाँदैछु होइन। सो तपाईँहरूलाई मेरो भिडियो कस्तो लाग्छ लाइक एन्ड सब्सक्राइब गरिदिनु होला है। चाबी कहाँ राख्यो मलाई थाहा नै भएन। चाबी कहाँ राख्यो? चाबी त यहीँ रहेछ है। अनि बाटोमा देखाउँछु है कस्तो हुन्छ। हेरिदिनु होला है त। म निक्लेँ आज चाहिँ घरबाट स्टार्ट गरिदिएको है। भिडियो कस्तो हुन्छ थाहा छैन। धेरै दिन भएको थियो नि त मैले भिडियो नबनाएको है। हेरौँ, अटोमेटिक हो है, अटोमेटिक हो। जाँदैछु है त, हेर्दै गर्नु है त। हेलो साथीहरू, म चाहिँ अहिले चाहिँ हाइवेमा निक्लिसकेँ होइन। मलाई ट्र्याक आउँदा अलग ट्र्याक मलाई थाहा छ है। थाहा हुनेलाई भन्नु पर्दैन, थाहा नहुनेलाई चाहिँ आफूलाई अलग ट्र्याक भन्ने रोडमा हिँडिरहेको छु। मलाई पुग्नुलाई चाहिँ कति 20 मिनट जति लाग्छ होला होइन। त्यही हो, अहिले चाहिँ म हाइवेमा हिँडिरहेको छु है। थोरै गाडीहरू छ है। अहिले म देखाउँछु तपाईँहरूलाई हाइवे कस्तो। हाइवे यस्तो राम्रो छ नि हाइवे। हाम्रो नेपालमा कहिले बन्नु थाहा छैन है। यस्तो राम्रो हाइवे छ नि। अहिले यहाँको स्पिडहरू पनि अलिक कम गरेको छ है। पहिला यो ओताबा भन्ने त्योभन्दा माथिपट्टि चाहिँ 160को थियो, अहिले 140मा पुऱ्याएको छ। अनि त्योभन्दा अलिकति तलपट्टि चाहिँ 120मा पुऱ्याएको छ है। स्पिड चाहिँ अलिक कम गरेको छ, किनभने धेरै एक्सिडेन्ट भएर होला सायद कम गरेको है आजले। अनि आज चाहिँ यहाँ रमजान सुरु भएको छ है। आजदेखिबाट चाहिँ रमजान सुरु भएको छ है। पहिलाको के अरे जब छोडेको, ट्याक्सी छोडेको कति थुप्रै भएछ। त्यो कति 8-9 महिना भयो होला। म पहिला ट्याक्सी चलाउँथेँ है। ट्याक्सी चलाउन लास्टै गाह्रो हो। सब 1.5 वर्ष त्यस्तैमा गयो मेरो ट्याक्सीमै। कमाउन सक्ने हो तर नसक्ने होइन, सक्ने हो तर खोइ खट्न नसकेको। त्यही कारणले चाहिँ अब है। त्यही भएर अहिले चाहिँ म तपाईँलाई हाइवे देखाउँछु है। कहाँको हो थाहा होला तपाईँहरूलाई, कतिलाई थाहा होला, कतिलाई थाहा छैन होला। त्यही हो है। इन्जोय गर्नु होला। मन परेमा लाइक एन्ड सब्सक्राइब गरिदिनु होला। धेरै दिनपछि मैले भ्लग गरिदिएको छु है। कस्तो हुन्छ मलाई थाहा नै छैन। यतिकै बनाइदिउँ न भनेर बनाइदिएको हो होइन। ल हाइवे देखाउँछु है त तपाईँहरूलाई त। हाइवे चाहिँ यही हो है। यहाँ भिडियो गर्नु त मन लाग्छ तर के गर्नु, यता क्यामेराहरू धेरै छ क्या, फाइन खान्छ धेरै। भिडियो खासै मलाई बनाउनु मन लाग्दैन। भिडियो चाहिँ अलिअलि गरेर देखाउँछु तपाईँहरूलाई म है। अहिले चाहिँ 40को उयो के अरे स्पिड भन्छ नि, त्यसमा आइपुगेँ। तर मेरो गाडी चाहिँ जम्मा 110मा हिँडिरहेको छ। किनभने अगाडि गाडीले ब्लक गरिरहेछ। अब यता लेफ्ट साइडबाट जाउँ भने, फास्ट ट्र्याकबाट जाउँ भने फेरि पछाडिबाट पिक पाल्दै गर्छु। त्यही बाटो मिडियममा हिँडेको राम्रो। ठाकमा खुलाएर सरल बिस्तारै चिलपारामा लाग्यो। चिलपारामा यता लेन चेन्ज गर्दैछु होइन। लेन चेन्ज गयो है। ल हेर्नुहोस्, यो चाहिँ हाइवे है, पुरा हाइवे। हरियाली छ कि यस्तो गर्मी भयो नि, यस्तो हरियाली बनाएको छ कि यस्तो हरियाली छ कि। इन्जोय द भिडियो, पिस।
तपाईँहरूलाई देखाउँछु होइन हाम्रो यो के अरे विदेशतिर पनि कस्तो अब गाउँघर जस्तोहरू हुन्छ भने म तपाईँहरूलाई देखाउँछु है। ठ्याक्कै यो ठाउँ देख्यो भने चाहिँ टक्कै गाउँघरतिर आएको जस्तो पनि लाग्छ क्या, त्यस्तो फिल हुन्छ कि हामीलाई गाउँघर जस्तो देख्छ घरहरू गाउँघर जस्तो है, पुरा मलहरू जस्तै क्या यहाँ त बल्लै भरेको मलहरू जस्तो। अब म पुग्छु होला 2-3 मिनटमा। अब म जानुपर्ने चाहिँ यो क्याम्पमा हो है त, यो क्याम्पमा। सो त्यही हो, म पुगेँ होइन। अब त्यहाँनिर डेलिभरी गरिदिन्छु, फेरि ब्याक टु अफिस। फेरि अफिस जान्छु, त्यहाँबाट अर्को एउटा डेलिभरी हुन्छ, त्यहाँबाट अर्को उठाउँछु। सो त्यही हो, यसरी नै गइरहेछ है। म पुगिसकेँ अब लगभग त्यहाँनिर। आजको भिडियो चाहिँ कस्तो हुन्छ मलाई थाहा छैन है, जस्तो सुकै भए पनि धेरै भयो नहालेको, त्यो भएर यसो मिलाएर हालिदिउँ कि भनेर हो है। सो त्यही हो, अहिले एकछिनमा भेटौँला है त। Teach me the language of rustling